हेलो गाइज गुड मर्निङ एन्ड वेलकम टु आवर न्यू ब्लग। अनि आज चाहिँ हामी माथिल्लो फेदीबाट ब्लग स्टार्ट गर्दैछौँ। अनि आज हामी अहिले बिहानको कति 2:50 भयो। अनि हामी चाहिँ अब बाजी बाहिर जानको लागि रेडी भएको छौँ। सबै निस्किसक्यो होइन, सबैजना रेडी भइसक्यो टक्कसँग। हिजो हामी आएर राति बसेको थियौँ त। अनि अघि सबै 1:30 बजीतिर उठेर नुहाएर नुहाइधुवाइ गरेर अब हामी पाथी भएर हिँड्न लाग्छौँ। पाथी भएर गइरहेछौँ है माथिल्लो फेदीबाट। अब हेरौँ के कस्तो हुन्छ यात्रा, राम्रो हुन्छ होला एक्सपेक्ट। 3 किलोमिटर हिँड्नुपर्छ गाइस। म एक्साइटेड ल टोली माथिल्लो फेदीबाट हिँड्यो। अब कति यहाँबाट 4 देखि 5 घन्टामा त पुगिन्छ। जय 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 टोलीहरू हिँड्छन् अगाडि चक्कर खाँदै हिँड्दै एकछिन हिँडेको आधी घन्टा हुनु लाग्यो। अगाडि केही देखिँदैन, अन्धकार। हामी चाहिँ देखिरहेको छ, क्यामेरामा चाहिँ आएन, हामीले देखिरहेको छ अलिअलि। सब अगाडि छ, उकालो रहेछ, हुँदैछ ल ठाडै उकालो छ। भिडियोमा चाहिँ देखिएन तर टाढै छ होइन। मान्छेहरू हाम्रो टोली पर्खिँदै हिँड्दैछन् माथि। हामी पनि हिँडिँदै छ। आनन्द के छैन, लास्टमा बस्यो मजाले आनन्द लिने होइन, टेन्सन के छैन। यहाँ गर्मी भएछ नि, गर्नुभएको चाहिँ लुगा खोल्नु हुँदैछ। ठिक छ एउटा उकालो काटेर टोली बस्यो हो। पर्छ अब त्यसो बाटो उकालो 3 किलोमिटर भनेपछि अब आइपुग्न लाग्यो भन्ने कुरो बुझ्नुपर्छ हामीले है। आमा पनि हिँड्नुहोस् है, पुग्नु लागिसक्नु आमा। यत्तिको भएपछि त अनि अब अर्को वर्ष एभरेस्ट बेस क्याम्प सगरमाथा। अब अर्को वर्ष सगरमाथा है। त्यस्तो छ, आनन्दले हिँडिरहेको छ, बसिराख्नु भएको, बस्दै हिँडिराख्नु भएको। त्यही हो, नानी पनि हिँडिरहेको छ मजाले। एकछिन अलि बेला चाहिँ गाह्रो भयो भनेर चाहिँ त्यस्तो गाह्रो चाहिँ भएन। तर सबलाई ठिक सब त्यस्तो गाह्रो चाहिँ बस्ने गरी खलै पर्ने गरी बोक्नु पर्ने गरी गाह्रो चाहिँ कसैलाई भएन। इज भेरी गुड। यत्तिको भएपछि चाहिँ भइहाल्यो। त्यत्तिको गाह्रो चाहिँ कसैलाई हुनु भएन है। हिँडिरहेको छ। अब पुग्नलाई चाहिँ माथि पुगेपछि भिडियो बनाउँला है। त्यही हो, मजा आउँछ। राम्रै छ जस्तो हामी त अँधारैमा हिँडेको छौँ, अँधारोमै छौँ। त्यस्तो केही देख्न त पाएको छैन, त्यो पनि स्टिल गुड, केही छैन। त्यो सुभाष थिचिरा हो क्या त्यहाँ हेर्नु दुख्छ भनेर। यो धागो छ नि त, भारी छ। भाइ टोपी लगाएको छैन? त्यो टोपी त्यसलाई दिए नि त, त्यसको घाँटीमा चिसो पऱ्यो त्यो तल। यहाँ सुतेर 8 बजी हिँड्नु भने अनि यत्तिकै फेरि म पुगिहाल्छु नगरी। ठिक छ नि सुभाष दादा, आउनु एकछिन नहुर्कुनु त, भिडियोमा आउँछ। भिडियोमा आउँछ क्या, आउनु न यहाँसम्म पुग्नु। अरू होइन यहाँसम्म पुग्नु, तपाईँलाई चाहिने भिडियो त्यस्तै हो। जय आमा, हातमा लाउँदाखेरि आउनु अन्त कटिहाल्ने। है ल
टोली घन्टीनेरि पुग्यो ठुलो घन्टी चाहिँ होइन अरे जस्ट घन्टी चाहिँ रे पहिला फर्स्ट घन्टी रे सुरु न तलसम्मकाले तलसम्मकाले अलिकति आशा आओस् न घन्टी सुनेर ठुलो घन्टी मैले चाहिँ टोलीलाई अगाडि जान दिएको आफू अगाडि गयो अलिक छिटो हिँड्नुहुन्छ अनि बिस्तारै हिँड्नुपर्छ उभिँदै उक्किँदै अन्त राम्रो त पछाडि बस्छु एकैछिनमा पुगिहाल्छु भनेर अगाडि जाँदैछु अगाडि जानुभएको छ अब म भ्याउँछु भ्याएर चाहिँ एकैछिनमा के छ र त्यही त हुनुहुन्छ कति किलोमिटर रह्यो भाइ यसो पकाउनु त्यो गेटको खिचिस गेटको कहाँको वेट अघि त्यो छिरेको गेट के चाहिँ सब खिच्दै छु हो बस्नु मेरो आनन्दले फुली देखिँदैन क्याप कहाँ छ क्याप उही छुटो टोपी लाउनु के हुनु यस्तो अब हाम्रो बाँध्नु पर्छ नि अब यो गाडीको लागि टोली आइपुग्यो टोली के हेरेर बसिरहेको नि त के हेरेर बसिरहेको टोली दृश्य त फेरि कडा दृश्य फेरि यस्तो छ दृश्य ल हेर्नुहोस् गाइस माथि पुग्यो आकाशमा पुग्यो आकाशमा पुग्यो अब उता जाउँ हामी पूजा गर्छौँ उता तलबाट आमा बुवा आउनु रहेछ अलि टोली माथि गइसक्यो पैसा भित्र छिर्यो माताको मूर्ति उता छ त्यहाँ माताको मूर्ति
ल हेर्नु त आफूले आकाशमा आयो नि त हेर्नु ल हेर्नुहोस् धुपहरू त हामी बाहिरै बाल्नु पर्ने छ यो उतै राखेको हुन्छ नरिवल पनि बाहिरै हो हाम्रो फुटाको दुइटै होइन हाम्रो यता हामी तपाईँसँग छ फोडेर आउने रे नरिवल हाम्रो अहिले तपाईँ अहिले फोटो हुन्छ नि बस्छु भाइले तपाईँ के कुरा फोटोग्राफर्स आउन हामी यहाँ पूजा गर्नु त उताबाट गर्दै आउने के तबाट हो कहाँ ढोक भर्खर ए त्यो पराली ढोक्नु भर्खरै आएको त्यहाँ ढोक आउनु हाम्रो भाइ र पर्छ बुढाको कुरा फुटाउनु हाम्रो तिमीले फुटाउनु हुँदैन के हुँदैन हराउँदैन फुटाएर पानी त्यहाँ हाल्ने त्यो आमा चढाइदिए ल बाबा चाँडा त्यहाँ हो फेरि हान्नुहुन्छ अर्को पनि अर्को बल जान्छ ल पानी फुटाएर नपाउनु ल भयो राम्रो काठी भएर म त दर्शन गर्न के अरे आधी लानुपर्छ होला नि त पैसा मम्मी खै जानु सामान मेरो निकाल्नु न यहाँबाट यो पूजा नै गर्नु अरे अब त्यसैले अनि सिँगारी सबै होइन मेरो टिका उही छुटेछ है क्या हो सिङ्गार त त्यहाँ मम्मी अरू होइन ए ल फलफुल यहाँ होइन के थियो चामल चामल त यहाँ थियो नि यहाँ चाहिँ यो भेटी चढाउने देख्नु त म त पर्यो त गर्दै केटीहरू त बाह्र आइदिन्छ किचौले हो हामी उठेर भेटाउँछौँ पूजा गरेर पनि हुन्छ त्यो दर्शन गरियो आइयो माथिको होइन रमाइलो थियो राम्रो थियो सब खाली खाली डर भन्दा नि भिड थिएन भिड भएको जस्तो झ्याप अन्त हामीलाई अनि झ्याप ओह्रालो झर्ने अब झ्याप 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 झरेर छ ओह्रालो त्यही भएर अनि ओह्रालो झरेर आएर बसेर पर्खिन्छु एकछिन आनन्दले बस्न पाएँ धेरै भएपछि भनेको यो त अलिकति उ रहेछ भन्छ के भन्छ ओह्रालो सिट पनि तल तल हाम्रो भिडियो बनाइदिए है
आउँदैछ आउँदैछ आउनु न भन्नै पर्दैन फोटो क्याच खिच्नु यसो उसमा हाल्नु फेसबुकमा आइरहेको छ भाइले बनाउँदैछ भिडियो एक दुईमा भइहाल्छ गाना साना यसो फेरेर हाल्दा भइहाल्छ अघि बिहान पनि लडेको होला यही कहाँ से 94 मिटर थकित अवस्था दुबट्टु कुन तल उहाँ त अर्को ड्राइभरले हाम्रो तेरो त्यही भन्थ्यो 11-12 बजीसम्म आइपुग्नु भन्थ्यो यहाँ पनि मन्दिर रहेछ तल्लो फेरि जान्छौँ त्यहाँबाट हामी के भन्छ गाडी चढ्छौँ त्यहाँबाट फेरि सुकेटारसम्म गाडी त्यसपछि सुकेटारबाट चाहिँ घरसम्म गाडी जान्छ त्यही हो अनि त्यही हो आजको ब्लग यस्तो थियो राम्रो भयो होला मेरो विचारमा है राम्रो थियो जस्तो लाग्छ किनभने एडभेन्चर सब राम्रो छ त्यही भएर आजको भिडियो राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला यस्तै भिडियोहरू पाउनको लागि थ्याङ्क यू फर वाचिङ